सो गाइज वेलकम टु आवर सेकेन्ड मिनी भ्लगिङ। तपाईँहरू हेर्न सक्नुहुन्छ हाम्रो सेकेन्ड भ्लग। फाइनल्ली निस्केका छौँ है। अब थाहा छैन कहाँ जानुपर्ने हो, तर हामी चाहिँ रुमदेखि निस्के जस्ट झ्याउला राति हामीलाई चाहिँ अब चाहिँ हामी निस्किनुपर्छ। हाम्रो कहाँ जानु भन्ने थाहा छैन, तर गइरहेको छौँ। एउटा भिडियो आज अपलोड हुन्छ होइन, आज भिडियो चाहिँ निस्किन्छ। अब चाहिँ हामी निस्केको, अब चाहिँ हामी हिँड्न लाग्यो ल। त्यसपछि हामी गौतमपुर निस्केछौँ। त्यसपछि सोध्छौँ हामी कहाँ जानुपर्छ र हामीले के गर्नुपर्ने। त्यसपछि चाहिँ मुड अनुसार चाहिँ हामीले लाग्नुपर्ने हुन्छ। यो चाहिँ पहिला चाहिँ गाउँको सक्नुहुन्छ। अब ओह्रालो आजको मौसम एकदम सफा बब्बाल छ है। मौसम त फेरि आजको चाहिँ यहाँदेखि चाहिँ ठ्याक्क भित्र जानुपर्ने हुन्छ हामीले चाहिँ, त्यो कारणले। अनि त्यसपछि बौद्धमा चाहिँ रमाइलो लाग्छ। भिडभाड धेरै नै हुन्छ कि त्यहाँको माहौलहरू बुझ्दाखेरि एकदमै रमाइलो जस्ट चिलिङ भाइब चाहिँ आउँछ है। हामीलाई चाहिँ बब्बालाई चाहिँ रमाइलो चाहिँ लाग्छ त्यो कारणले चाहिँ हामीले चाहिँ। तर ब्रेकर चाहिँ उपरै छ नि यहाँ चाहिँ बौद्ध नजिकै पुगिसकेका छौँ। अझै हेर्न सक्नुहुन्छ अब चाहिँ हेर्न सक्नुहुन्छ। यो चाहिँ यो चाहिँ सानो गार्डन टाइपको छ यहाँलाई। हामी चाहिँ अहिले स्कुटी पार्क गर्न गइरहेका छौँ है। हामी दुईजना चाहिँ स्कुटी पार्क गर्न गइरहेका छौँ। यो चाहिँ बौद्धको जस्ता छ। यतादेखि पनि जान मिल्छ, हेर्न सक्नुहुन्छ। यतातिर चाहिँ स्मेल त फेरि दामी आउँछ है, फेरि बब्बाले आउँछ। त्यहाँ चाहिँ पुराना मूर्तिहरू पनि राखेको छ है। गाइज फाइनल्ली बौद्धको यो भ्यू र यहाँको भिडभाड छ। तर हामीले चाहिँ योपट्टिदेखि घुमेर जानुपर्छ, किनकि योपट्टिदेखि चाहिँ हामीले घुमेर जानुपर्छ। कपाल चाहिँ यो पसलहरू यतातिर दामी छ है, तर यतातिर स्वभावती। तर हामी चाहिँ तालमा हिँडेको छ है। तर अनि माथि यहाँदेखि पनि बब्बाल भ्यू देखिन्छ। यी आउट अफ फरेन पिपलहरू पनि आइरहेको हुन्छन् भिजिटिङ गर्न चाहिँ। यो चाहिँ यहाँदेखि चाहिँ भित्र जान सक्नुहुन्छ तपाईँहरू चाहिँ, त्यो कारणले छ। हो तर केटीहरू चाहिँ राम्रो आएको हुन्छ सबैजना चाहिँ। हामी चाहिँ यता अलिकति रिपेयरहरू पनि भइरहेको छ बौद्धतिर। यो चाहिँ इन्ट्री गेट रहेको छ। यो चाहिँ इन्ट्री गेट हो। बब्बाले देखिन्छ है यहाँदेखि चाहिँ, बब्बाले देखिन्छ है यहाँदेखि चाहिँ। जस्ट यो चक्कीहरू पनि छ यहाँ, घुमाउनु मिल्छ। यो चाहिँ यतातिर चाहिँ घुमाउनु कारणको चाहिँ अहिले चाहिँ यति नै क्लिपहरू म बनाउँदै गर्छु र देखाउँदै गर्छु। किनकि यहाँ चाहिँ ठुलो चक्की रहेको छ यहाँभित्र चाहिँ छ है। अनि यो चाहिँ माथि हिँडेको चाहिँ होइन, उनी चाहिँ माथि गइरहेको छ है। हामी दुईजना चाहिँ आएको, किनकि यहाँदेखि पनि बब्बालै देखिन्छ है। तर यहाँ चाहिँ नल्ली यहाँ चाहिँ यहाँदेखि चाहिँ मान्छेहरू चाहिँ आइरहेको छन् हात्ती लिएर चाहिँ। के गर्ने होला कोही छैन। भर्खर भिडियो बनाएर आउँ फ्यानहरू होइन, आएर खान लाग्यो नि। अब चाहिँ हामी जस्ट निस्केको है बौद्ध घुमेको चाहिँ। अब चाहिँ निस्केको है चाहिँ अघि आएको बाटो नै निस्किन चाहे हामीहरूले। भिडियो चाहिँ धेरैचोटि घुमिसकेको ल के भन्दै अब चाहिँ निस्किनु अब चाहिँ हामी निस्केको। यहाँ हाम्रा ट्राफिक सरहरू हुनुहुन्छ जस्ट, तर किनकि हामीसँग लाइसेन्स छैन। घुमिरहेको छौँ यहाँ चाहिँ।
गाइज है तर ट्राफिक चाहिँ धेरै नै छ कि तर ट्राफिक देख्दा चाहिँ यता चलाउने मान्छेले भन्छ अब चाहिँ ट्राफिक हुन्छ तर रोक्दै रोक्दैन हामीसँग लाइसेन्स छैन गाडीको कागजहरू पनि नबोकेर यो चाहिँ मेरो प्यारो गोकर्ण सक्नुहुन्छ यतातिर चाहिँ त्यो चाहिँ पेन्टिङहरू चाहिँ दामी छ है तर दामी दामी पेन्टिङहरू चाहिँ बनाएको छ है यतातिर चाहिँ गोकर्ण सो जानु बाटो हो यो चाहिँ हामीले बहुतदेखि निस्केर जोड्दाखेरि ब्लग चाहिँ आउँछ हाम्रो बस आइरहेको हुन्छ टाइम टाइममा अब चाहिँ कन्टिन्यू नै त्यो कारण चाहिँ हेर्नुहोला सबैजनाले माया देखाउनु होला किनकि कस्तो लाग्छ त्यो पनि भन्नु कस्तो लाग्छ प्रतिक्रिया जनाइदिनु होला र केही भन्न चाहनुहुन्छ भने कमेन्ट छोडिदिनु होला लाइक एन्ड कमेन्ट सेयर सब्सक्राइब हामी चाहिँ जस्ट डाँडातिर अलिकति फ्रेस हुनको लागि आएका छौँ यहाँ चाहिँ हामी चाहिँ ऊ चाहिँ निस्किसकेछ अनि निस्किनु पर्छ हामी ऊ चाहिँ यहाँ छ है यहाँदेखि पनि देखिन्छ यतातिर चाहिँ यो महादेव माध्यमिक विद्यालयको रहेको छ यतै हो हामीले यता हो जानुपर्ने यतापट्टि हो क्या हामीले चाहिँ यता माथि पनि जानुपर्छ हामीले चाहिँ हामी चाहिँ घुमिरहेको छौँ है अब चाहिँ फोटो भिडियोहरू बनाउनुपर्छ एकछिन त्यसपछि अलिक माथितिर जानुपर्छ एकपल्ट त्यस बुझेर नि निस्केको ल गाइज हामी चाहिँ फाइनल्ली रुममा पुगिसकेका छौँ अब चाहिँ आजको यो हाम्रो भ्लग चाहिँ यतिमै सकिन्छ अर्को दिन चाहिँ फेरि पनि अर्को भ्लगमा भेटिनेछौँ हस् बाई